क्यानाडामा रहेका आप्रवासीहरूले कानुनी रूपमा काम गरिरहन आवश्यक वर्क परमिट नवीकरण गर्न समस्या भोग्नु परेको पाइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको एक अध्ययनले आप्रवासीको सो अवस्था झल्काएको हो। अध्ययनमा वर्क परमिट नवीकरणको आवेदन दिएको 60 दिनभित्र LMIA पाउनुपर्ने नियम भए पनि हाल प्रक्रियाका लागि 165 कार्यदिनभन्दा लामो समय कुर्नु परिरहेको पाइएको हो। समयमा वर्क परमिट नवीकरण नहुँदा क्यानाडामा रहेका आप्रवासीहरूले काम गर्न, स्वास्थ्य उपचार पाउन र विश्वविद्यालय जान समेत नसकिरहेको अवस्था देखिएको छ। आप्रवासी विज्ञहरूका अनुसार धेरै आप्रवासीले वर्क परमिट गुमाएका छन् र केही अवैध रूपमा काम गर्न बाध्य भएका छन्, जसले गर्दा शोषणको खतरा बढेको छ। अघिल्लो वर्षसम्म आप्रवासीलाई प्रोत्साहन दिइरहेको क्यानाडाको हालको लिबरल सरकारले आप्रवासी संख्या घटाउने नीति लागू गरेको छ। प्रधानमन्त्री मार्क कार्नीले आप्रवासनलाई हाललाई सीमित गर्ने बाचा गरेका छन्। सरकारको सोही पछिल्लो नीतिको प्रभाव स्वरूप समयमै कागजात नवीकरण नहुने समस्या बढेको हो। यसको प्रत्यक्ष असरमा क्यानाडामा रहेका नेपाली समेत परेका छन्।